नमस्ते छ हजुरहरूलाई हाम्रो दादाको च्यानलमा के चाहिँ ढिँडेको यो बहिनी आम्बो म भन्छु हेर्छु ढिलो भएको हाई फ्रेन्ड वेलकम टु माई न्यू भिडियो। अनि किचनमा चाहिँ आइसकेको छु म चाहिँ भर्खर उठेको होइन। भर्खर उठेर चाहिँ अब किन किचनमा भन्दाखेरि चाहिँ अब लन्च बनाएर लानुपर्ने हुन्छ। अन्त आज बिहान मेरो ट्रानो बनाउने हिजो भाइले बनायो। तपाईँलाई थाहै छ हामी पालि पिलो खाना बनाउँछ भनेर होइन। अन्त चाहिँ अब चाहिँ मेरो ट्रान र म चाहिँ बनाउनु स्टार्ट गर्दैछु। अन्त सबैभन्दा पहिला चामल हाल्नुपर्ने हुन्छ। हामी दुई भाइ मात्रै हो। लागि चाहिँ दुई टके अलिकति ओके। आज मेरो भेजिटेबल सब्जीमा चाहिँ छ भेन्डी र आलु होइन। अलरेडी रेडी गरेको छु। यहाँ भात अलरेडी बजाइसकेको छु। म चाहिँ निस्किसकेको छु रेडी भएर। अब जानुपर्ने ड्युटी यस्तै हो विदेशी लाइफ। परदेशी विदेशी काम पनि ठिकैको छ, त्यस्तो बेसी पनि छैन। यहाँ चाहिँ हाम्रो महादेवको मन्दिर हो, शिवलिङ्ग। हर हर महादेव जय शिव शम्भु। इन्ट्री हुनुपर्ने 11 बजी हो, तर आज ढिलो भयो। 11 यहीँ तरिसक्यो। केही छैन, कोही बेला ढिलो हुन्छ। यहाँ पनि रोड क्रस गर्नुपर्ने हुन्छ। काम भन्ने जे पनि हो गर्नु पऱ्यो क्या। अनि आफ्नो कामलाई माया गर्नु पऱ्यो, त्यति चाहिँ हुनु पऱ्यो। यहाँ पैसै कमाउनु जे गर्नु भयो भने। अस्ति एउटा दोकान मात्रै थियो, अस्ति फेरि रेडी भइरहेको रहेछ हो। के चाहिँ ढिँडेको यो बहिनी आम्बो म भन्छु हेर्छु ढिलो भएको वेलकम। कोही बेला चाहिँ यसरी कुद्नुपर्छ गाइस। फ्यानको मुनि बस्नुपर्छ एकछिन चाहिँ। तर भनेको जस्तो डेली भ्लग बनाउनु पनि सजिलो हुँदैन रहेछ होइन। तर मैले चाहिँ ट्राई गरिरहेको थिएँ बनाउने। तर आजकल चाहिँ अलिकति टाइम मिलेको छैन होइन। त्यस्तो भनेको पुगेको छैन। त्यसैले सोच्दैछु अब म चाहिँ होइन डेली भ्लग चाहिँ होइन हप्तामा 2-3टा भ्लग बनाउने पनि टाइमहरू पाउँदैन रहेछ। के गर्दा हो। अन्त मतलब मजाले फेसबुकमा टाइम दिनु पाउँदैन रहेछ। अब कति मेरो जति मेरो साथीहरू छ होइन, जो जो पनि हुनुहुन्छ उनीहरूको कमेन्टहरू रिप्लाई गर्नु पाउँदिनँ होइन। उनीहरूको भिडियोहरू वाच गर्नु पाउँदिनँ। अनि त्यस्तो हुँदाखेरि चाहिँ मलाई पनि कस्तो लाग्दछ कि अरूले मेरो भिडियोमा जे भयो भने लाइक कमेन्ट गरिदिनुहुन्छ। अनि म त्यो उनीहरूलाई कमेन्ट पनि यो रिब्याक गर्नु पाउँदिनँ क्या। त्यो भएर चाहिँ बरु अब अलिक टाइम निकाल्ने अनि सबैलाई पनि टाइम दिने होइन। अन्त म हेर्छु लाग्छ। सो त्यसमा नरिसाउनु होला। जतिसक्दो मैले कन्टिन्यू गर्छु र तपाईँहरूको भिडियोलाई पनि वाच गर्नेछु, कमेन्ट पनि गर्नेछु होइन, लाइकहरू गर्नेछु। त्यति एउटा कुरो भन्छु रिसाउँदैन तिमीलाई चाहिँ। त्यो तिमीले कफी बनाएको चाहिँ हेर्छु भनेको छ नि त कि साथीहरूले। अस्ति पनि हेरेको थियो होइन। उसले बनाएको अस्ति बनाएको कफी चाहिँ नमस्ते छ हजुरहरूलाई हाम्रो दादाको च्यानलमा मेरो भ्लगमा कफी खायो भने एकदमै कफीहरू लभर हुन्थ्यो भने जस्तो गरेको छ। त्यही भएर पनि अलिकति पानी खाइदिनु पऱ्यो। होइन यस्तो रेला गरेको होइन। बहिनी चाहिँ अब भर्खर सिक्दैछ काम पनि होइन पनि। उसले कफीहरू पनि बनाउँछ, काम पनि सिक्दैछ र काम पनि गर्छ। यस्तो हो नि त हो। यो गाइस मैले बिहान त देखाउनु पाएन। यो चाहिँ मैले बनाएको लन्च। यहाँ राइस छ,
यहाँनिर आलु र भेन्डीको सब्जी, यहाँनिर चाहिँ लाङ्सा हिजो लाङ्सा अघि देखाउनु 1 बजीको लन्च टाइम। कोही बेला त स्याटरडे सन्डेहरू त 1 बजी भन्नु पाउँदैन, कोही बेला 2-3 बज्छ होइन। बेसी क्लाइन्ट्सहरू हामी बेसी टाइममा खानु पाउँदैन होइन। मेरो दादाको चाहिँ कफी। थ्याङ्क यू बहिनी। मिठो छ। त्यति भन्दै आज भिडियोलाई यहीँ अन्त गरेको छु र मिल्नेछु अब नेक्स्ट भिडियोमा। ओके बाई गाइस।